तपाईँ टिकटकमा लाइभ बस्नुहुन्छ, तपाईँ टिकटकमा लाइभ बस्दा तपाईँको लाइभ झ्यापझ्यापी काटिने, तपाईँको टिकटक आइडी एकदमै ह्याङ भए जस्तो हुने, तपाईँको टिकटक लाइभमा कोही पनि आउँदैन, अबदेखि एकदमै धेरै भिभरहरू आउने, तपाईँको टिकटक आइडीमा के सेटिङ गर्ने। यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनुहोला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नुहोला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। तपाईँ आफ्नो टिकटकलाई ओपन गर्नुहोला। तपाईँले आफ्नो टिकटकलाई ओपन गरिसकेपछि तपाईँ आफ्नो प्रोफाइलमा जानुहोला। आफ्नो प्रोफाइलमा आइसकेपछि साथीहरू अब तपाईँ टिकटकमा लाइभ बस्दा तपाईँको लाइभलाई समस्या, तपाईँको टिकटक आइडी ह्याङ होला जस्तो यस्तो समस्यालाई चाहिँ कसरी ठिक पार्ने भन्दाखेरि साथीहरू तपाईँले माथि आफ्नो प्रोफाइलको टपमा हेर्न सक्नुहुन्छ 3 लाइन, यहाँ तपाईँले टच गर्नुहोला। यहाँ टच गरिसकेपछि तपाईँले अब यहाँनिर देख्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसी, यहाँ टच गर्नुहोला। यहाँ टच गरिसकेपछि अब थोरै स्क्रल गर्नुहोला। यहाँ तपाईँले नोटिफिकेसनको मुनि तपाईँले देख्न सक्नुहुन्छ लाइभ, यहाँ लाइभमा तपाईँले टच गर्नुपर्ने हुन्छ। टपमा भनेको छ लाइभ इभेन्ट भनेको छ, तर तपाईँले यहाँ टच गर्ने होइन, लाइभ रिप्लेमा तपाईँले टच गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले टच गर्नुहोला। यहाँ टच गरिसकेपछि साथीहरू तपाईँ जमानादेखि कति लाइभ बस्नु भएको थियो सबै तपाईँको यहाँ रेकर्ड भएर बसेको हुन्छ। यसलाई चाहिँ तपाईँले डिलिट गर्नुपर्ने हुन्छ। तपाईँले कसरी डिलिट गर्ने त भन्दाखेरि साथीहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ तपाईँको डेट देखाएको छ, यो डेटको छेउमा तपाईँले तिरको एरो देख्नु भएको छ। त्यो तपाईँले यहाँ तपाईँका डेट देखाएको छ, यो डेटको यतापट्टि हेर्नुहोस् त तिरको एरो छ, यहाँ तपाईँले टच गर्नुपर्ने हुन्छ। तपाईँको भिडियोहरू सबै आउँछ, त्यसलाई हामीले डिलिट गर्नुपर्ने हुन्छ। जस्तै मैले तिरको एरोमा टच गरेँ। अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ जमानादेखि लाइभ बसेको तपाईँको यहाँ रेकर्ड भएको छ। यसलाई तपाईँले यहाँ डिलिट भनेको छ, यहाँ तपाईँले डिलिट गर्न सक्नुहुन्छ। यदि तपाईँले यो क्लिपलाई डाउनलोड गरेर तपाईँले डिलिट गर्दा पनि केही पनि फरक पर्दैन, तर म चाहिँ भन्छु यो यस्तो नराखेकै बेस्ट हुन्छ। जस्तै मैले तपाईँको डिलिटको अब अप्सनमा टच गरेँ, अब तपाईँले यहाँ डिलिट गर्नुहुन्छ, तपाईँले सिधै डिलिट गर्नुहोला। यसरी सबै तपाईँले फ्याँक्नुपर्ने हुन्छ। यसरी फ्याँकिसकेपछि तपाईँको आइडी एकदमै ह्याङ नभइकन एकदम राम्रोसँगले चल्नेछ। यति नै हो सेटिङ। यो सबै तपाईँले डिलिट गरिदिनु होला है त। म मेरो पनि पक्कै पनि डिलिट गर्नेछु।